सबैलाई यीशु ख्रीष्टको नाममा जय मसीह अनि शालोम। आज म सिमोन बुझेल तपाईँहरूको माझमा केही वचन लिएर आएको छु अनि आजको शीर्षक छ यीशु ख्रीष्ट संसारमा किन आउनु पर्यो। म केही बुदाहरूद्वारा केही कारणहरूद्वारा म तपाईँलाई भन्न गइरहेको छु। अनि पहिलो कारण के छ भने नि उत्पत्ति 3:15 अनुसार यीशु ख्रीष्ट संसारमा चाहिँ शैतानको शिरलाई कुल्चन आउनु भयो। अनि दोस्रो गलाती 3:13 अनुसार हामीलाई व्यवस्थाको श्रापबाट छुटाउन उहाँ यो संसारमा आउनुभयो। अनि तेस्रो कारण एकदम मजाको छ, सुन्नुहोस् है। जब आदमको बगैँचामा आदम र हावाले पाप गरे नि, जब पाप गर्यो तब चाहिँ उहाँ परमेश्वरको उपस्थितिबाट चाहिँ टाढा भएको छ। अनि त्यो उपस्थितिलाई फेरि पनि मिलाउन अनि फेरि पनि कायम गर्न उहाँ यो संसारमा आउनुभयो। त्यही भएर जन्मनुभन्दा 700 वर्ष अघि यशाया अगमवक्ताले भविष्यवाणी गरे कि एउटा कन्या गर्भवती हुनेछ, उहाँले एउटा छोरा जन्माउनेछ जसको नाम चाहिँ इमानुएल राखिनेछ, जसको अर्थ परमेश्वर हामीसँग। धन्यवाद। प्रेज द लर्ड।